के किटक्याटले मेरो ब्लड सुगर स्पाइक गर्छ या स्टप गर्छ? लेट्स फाइन्ड आउट। यो किटक्याटमा छ 168 क्यालोरिज, 18 ग्राम कार्बोहाइड्रेट्स, 13 ग्राम सुगर, 2 ग्राम प्रोटिन र 9 ग्राम फ्याट। हेलो एभ्रिवान, हामीले किटक्याट खाएको 2 घन्टाभन्दा बढी भइसक्यो। अब हेरौँ मेरो कन्टिन्युस ग्लुकोज मोनिटरले के भन्छ। यसो हेर्दा 33 mg स्पाइक थोरै मोडरेट नै देख्छ, कन्सिडरेबली वेल। तर यसको कारण छ यसमा भएको लो क्वालिटी पाम ओइल र कोका बटर प्लस दुधमा भएको प्रोटिनले यो ग्लुकोज स्पाइकलाई ब्रेक लगायो। हेन्स आई गट अ स्मल स्पाइक। इट डजन्ट मिन इट वाज अ हेल्दी स्पाइक। मेरो ब्लड सुगर लेभल मैले किटक्याट खानुभन्दा अगाडि र खाइसकेपछि एकदम तल चढ्यो, विच reacted for me to be extremely hungry. मलाई एकदम भोक लागिरहेको थियो and my brain was not functioning well. यस्तो केसलाई भनिन्छ reactive hypoglycemia or a glucose crash. यो टेस्टको रिजल्ट हेरेपछि आइन्स्टाइन मैले कुनै पनि गुलियो कुरा एक्लै खाली पेटमा खानु इज अ भेरी ब्याड आइडिया। I should always treat it as a dessert र टन्न पेटभरि खानेकुरा द्याट इन्क्लुड्स फाइबर र प्रोटिन खाएपछि खाएँ भने मेरो ग्लुकोज क्र्यास गर्दैन थियो, विच वुड हेभ लेट मी नट क्रेभ फर मोर फुड। प्लिज रिमेम्बर, इन्डिभिजुअल रिजल्ट्स भ्यारी एन्ड फलो फर मोर।